आँटेको ठाउँ चाहिँ क्रोटन पोइन्ट पार्क हो। त्यहाँ चाहिँ ड्याम पनि छ र त्यहाँ चाहिँ एकदमै ग्रिनेरी भएर आज चाहिँ एकदमै रमाइलो हुने भएर हामी चाहिँ पिकनिक जाँदैछौँ र वेदर पनि एकदम राम्रो भएको छ। आज चाहिँ समर लागेको भएर चाहिँ हामी पिकनिक जाँदैछौँ अनि हामीसँग चाहिँ भिडियो सिडिएर हामीलाई पनि जाँदै हुनुहुन्छ। आज हामी त्यहाँ गएर अब हामी सामानहरू लोड गर्छौँ। हामी साथीको चाहिँ पिकनिक गरेर रमाइलो गर्छौँ। ल कस्तो घाम हौ। नमस्ते दाई। नमस्ते नमस्ते। पिकनिक जाने होइन नजाने? टिकटक टिकटक। हामी चाहिँ अब दाईहरूको गाडीमा जाने। अब चाहिँ आएको रे कस्तो मजाले हाँसेको के कसरी मामलाई देखेपछि उसले हेर्दै जस्तै हामीले क्यानाडामा गएको थियौँ नि त्यस्तै है यो हिल त्यहाँ हामी फोटो खिचेको थियौँ नि क्यानाडा पनि राम्रै भएको थियो। हामी चाहिँ अब यहाँ सामानहरू हाम्रो गाइजहरू चाहिँ यहाँ अब हामी चाहिँ यहाँ पार्कमा हिँड्दैछौँ। मेरो सामानहरू बोकेर गरम छ। अब यहाँ सिधेपछि चाहिँ हामी बेलुकातिर चाहिँ ड्यामतिर जान्छौँ र जर्ज पार्कतिर। कस्तो घाम कस्तो यो भुसिना होइ घुमिरहेको छ। अब सामानहरू लोड गर्छौँ अनि फेरि आउँछौँ। हामीले चाहिँ ठाउँ पायौँ यहाँ बस्नलाई। अब चाहिँ यहाँबाट चाहिँ सामानहरू राखेर अब हाम्रो यहाँनिर बस्दाखेरि हुन्छ। हामी पिकनिक हुँदैछ। ड्रोन उडाइरहनु भएको छ हाम्रो उडाइरहनु भएको छ। हामी चाहिँ नानीको फोटो सुट गरिरहेछौँ। त्यहाँ छ खोर्सानी कुरकुरी यहाँ चाहिँ त्यहाँ चाहिँ सिजमा ल्याऊ कहिलेलाई दिइरहेछ खानेकुरा। यिनीहरूलाई चाहिँ हामीले कति धेरै खाना खाएको अरे होइन? हामीलाई त्यही भने होइन है? हामीलाई कति धेरै खाना ल्याएको खाएको त्यसो भन्दै थियो। हाम्रो एक हप्ताको खानेकुरा अरे।
खाना हो यो सबै हामीले बनायो रेडी पायौँ ल कस्तो हुँदैछ तल कस्तो हुँदैछ बिजुली कस्तो हुँदैछ ल जसमिन के अरे हाम्रो उता नवीन दाले चाहिँ लास्टमा बोल्नु दिनुपर्छ किनकि नवीन दाले धेरै बोल्नुहुन्छ नि त्यही भएर नवीन दाई कस्तो भयो तपाईँको आज कस्तो हुँदैछ होइन थ्याङ्क यू सो मच ज्यास्मिन सिड आइसमा धेरै धेरै धन्यवाद मैले भनेको होइन जस्मिन दिदी र आयुषमा विदेशी दिदीले 5 सेकेन्ड बोल्नु नवीन दाले ट्याक्कै 60 सेकेन्ड बोल्नु भयो नि त्यतिकै गरम मात्रै सिजर पेप रक पेपर सिजर के भन्छ रक पेपर सिजर रक होइन सिजर पेप को जित्यो मैले जितेँ दाइले जित्नु भयो तर फेरि यतापट्टि गऱ्यो भने फेरि ल यस्तो गर्ने के त्यो हो त्यो गर्नु नगर्नु हो नरिवल काट्ने कार्यक्रम कतिजना नरिवल उ होला र पानी खाने भनेर ल यो हो नि त यसको त स्ट्राइ छैन है खै पानी आएको दाइ चाहिँ त थापिरहनु भएको छ यो पनि राम्रै हो आइडिया होइन खानु दाइ सबले खानु न सबले सबले गिलास ल्याएर होइन खानु खानु अनि सँगै खाइहाल्यो है होइन म अर्को अर्को गर ड्राफ्ट बढी भयो डिली गर भनेर आइरहेको ल अर्को पनि भयो हाम्रो पानी नर्वेद पानी ल त टन्नै हुँदो रहेछ हेर्नु एक गिलासै आएको भने जस्तो अनि लाउने ठुलो छ एक गिलास भर्यो भने यो मिठो छ है मिठो छ यसैमा आइस हालिदिनु भने कि है अझ चिसो मिठो छ ल टुक्कु टुक्कु
ल ल यसरी नै खेल्ने हो यो ल अब हामी चाहिँ ड्याम जाँदैछौँ अघि भ्लगमा चाहिँ एकदम टुकु 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 लु टुकु 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 यो हो नि त ल भन् सक्यो ल अब हामी चाहिँ सक्यो अब हामी चाहिँ त ड्याम जाँदैछौँ पुरेछ नि उता हेरिरहेछ केही खानेकुरा छैन यसले हामीलाई हान्छ होला है त्यहाँ गयो भने त अबि खाएको कस्तो मजाले गयो कस्तो लाग्यो एकजना मात्रै रहेछ त त्यो त्यही थियो होला नि त्यही भित्र तिम्रो त्यही गीत बजाइदिनु त कस्तो राम्रो रहेछ लाइट्स ओहो सनसेट है यता हुँदैछ फुल सनसेट देख्ने त्यहाँबाट यो बीच जस्तो भयो हो नि बिच त हो नि अब यहाँ ड्याम आयौँ So this is the dam. This is the Croton Dam. आइरहेछ ल केही न केही त सुनिन्छ है यहाँ सो यसले अब त्यहाँको फिसिङ गर्न आएको रहेछ यो पानी चाहिँ कहाँ भेट्छ कुनै त्यो गर्न आएको होला यहाँ आयो जस्तो छ के छ कि तलबाट जानुपर्छ कस्तो राम्रोसँग पानी हिँड्नुपर्छ अब यो फेरि बाटो खत्तम छ ऊ हेर्नु त पानी कस्तो दामी पानी पानी नै प्लान भयो अनि किनभने अब फ्रीली हिँड्नु पाउनु भयो दिदी फ्रीली हिँड्नु पाउनु भयो अब हामी चाहिँ त्यो ड्यामको तल जाँदैछौँ यहाँबाट होला नि त्यो तल जाने त यहीँबाट हो अलि रिस्की छ चप्पल अलि हेर्नुपर्छ हो नि गइरहेछ बाटो जस्तो मजाले हिँड्लाइरहेछ अलिकति हिल्छ कस्तो सिसा बनाएको है हामी चाहिँ यहाँनिर अलिकति यसरी जाँदैछौँ यो बाटो चाहिँ अलिकति रिस्किने रहेछ यहाँको बाटो चाहिँ उहाँनी आउँदै हुनुहुन्छ आउनु आउनु बिस्तारै आउनु त्यो मान्छेहरू खाएर फुटा होला क्या है बल्ल आयो यहाँ माथिबाट हामी चाहिँ जाँदैछौँ अब नवीन दाई लास्टमा त हेर बनाइदिइरहेको छु
थियो अनि त्यहाँ फुटेर आयो त्यो भने प्रायः त्यही नै होला सक्यो अब हामी चाहिँ घर जाँदैछौँ हामी चाहिँ अहिले फर्किने छैन राति भइसक्यो एकदमै डार्क भइसक्यो डार्क बाटो पनि यस्तो छ जङ्गलको बाटो हुँदै हामी फर्किरहेका छौँ रङ टर्न यसमा अगाडि हेर त हामीलाई होइन पहिला यो रातिको ट्रिप पर्दाखेरि यस्तोमा चलाउनु पर्थ्यो क्या बुढी यस्तोमा चलाउनु पर्थ्यो हेर त दिदी अहिले प्यासेन्जर सिटमा बस्दाखेरि के हो लाग्छ ड्राइभर सिटमा बसेपछि यस्तो जाब बाटो भन्ने हुन्छ